हाई ओहायो गोजाइमास मिन्नासान ओ गेन्की देशु का? सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा राख्दै म आज लेसन 1 दाइ इचिखाको भोकाबुलरीहरू पढ्दैछु। वातासी भनेको म, आफूले आफूलाई भन्दा वातासी भन्नु पर्यो। वातासी ताची भनेको हामी, आफूभन्दा धेरैजना साथमा भयो भने के भन्नु पर्यो? वातासी ताची भन्नु पर्यो। आनाता भनेको तिमी, कोही मान्छेलाई थर्ड पर्सनलाई जनाउँदा चाहिँ हामीले के भन्नु पर्यो? आनाता भनेर सोध्नु पर्यो। आनो हितो भनेको त्यो व्यक्ति, आनो हितो भनेको त्यो व्यक्ति, र अर्को छ आनो खाता भनेको त्यो व्यक्ति। तर के छ त भन्दा आनो हितो भनेको नम्र रूप भयो, त्यो व्यक्ति भन्न खोज्या, र आनो काता भनेको उहाँ महानुभाव। जस्तै नेपालीमा सम्बोधन गर्दा हामीले आफूभन्दा ठुलोलाई भन्दाखेरि त्यो व्यक्ति भनिँदैन नि त, आनो खाता हो। त्यस्तै हो है, जापानिजमा आनो खाता भनेको उहाँ महानुभाव, उहाँजी भन्न खोज्या कि। मिन्नासान भनेको सबैजना है। अर्को छ सान, सान भनेको जी। जस्तै नेपालीमा हामीले रामजी श्यामजी भने जस्तै जापानिजमा के हुन्छ त रामसान श्यामसान भनेको आफूभन्दा अरूलाई प्रयोग गर्दाखेरि हामीले के भनेर प्रयोग गर्नु पर्यो? सानको युज गरेर बोल्नु पर्यो। जस्तै रामसान सीतासान है, त्यो गरेर भन्नु पर्यो। अर्को छ च्यान, च्यान भनेको केटीहरूको नामको पछाडि प्रयोग गरिने, आफूभन्दा सानो तर केटी छ भने उसको पछाडि के गर्नु पर्यो? च्यानको प्रयोग गर्नु पर्यो। अर्को छ कुन, चिन्जानको केटा मान्छेको नामको पछाडि, कोही मान्छेसँग पहिले पनि भेट भइरहेछ, चिन्जान छ, तर उसको पछाडि के गर्नु पर्यो? कुन भनेर प्रयोग गर्नु पर्यो। जस्तै राम कुन भनेको रामसँग अलरेडी चिन्जान छ, उसलाई कुनको प्रयोग गर्नु पर्यो है। अर्को जिन भनेको देशको नागरिक, देशको नामको पछाडि प्रयोग गरिने शब्द। जस्तै नेपारू जिन भनेको, नेपारू भनेको नेपाल, जिन भनेको नागरिक, नेपालको नागरिक भने जस्तै। निहोन जिन भनेको जापानको नागरिक है। सेन्सेई भनेको शिक्षक, शिक्षिका, प्रशिक्षक भनेको छ। सेन्सेई भनेको कस्तो भन्दाखेरि जस्तै डाक्टरले हामीले आफूभन्दा ठुलोलाई सर भनेर सम्बोधन गरिन्छ नि हो। जापानिजमा चाहिँ त्यसलाई के भन्छ त? सेन्सेई भन्छ। सर त सर नै हो, तर आफूभन्दा ठुलोलाई हरेक क्षेत्रमा जस्तै डाक्टरलाई सर भनिन्छ होइन, म्यानेजरलाई सर भनिन्छ। त्यस्तै सेन्सेई भनेको आफूभन्दा ठुलो पोस्टमा रहेको मान्छेले आधार गरेर भन्नुपर्दा सेन्सेई भन्नुपर्छ। र केउसी भनेको शिक्षक पेसामा आबद्ध है, आफूले आफूलाई भन्नुपर्दा पनि केउसीको प्रयोग गरिन्छ। र शिक्षक पेसामा मात्र उसको प्रोफेसनलै शिक्षक छ भने उसलाई चाहिँ केउसीको प्रयोग गरिन्छ। अर्को छ गाकुसै, गाकुसै भनेको स्टुडेन्ट, विद्यार्थी है। खाइस्याइन भनेको कम्पनीको कर्मचारी है। अनि स्याइन भनेको कर्मचारी है। किन्कोइन भनेको ब्याङ्क कर्मचारी। इस्या भनेको डाक्टर, चिकित्सक। खेनक्युस्या भनेको अनुसन्धानकर्ता, रिसर्चर भनेको है। इन्जिनियर भनेको इन्जिनियर है, इन्जिनियर भनेको इन्जिनियर। अर्को छ बेउइन भनेको हस्पिटल, अस्पताल भन्छ नि नेपालमा हो, त्यसलाई चाहिँ के भन्छ? बेउइन भन्छ। देन्की भनेको प्रकाश बिजुली है। दारे भनेको को। अर्को छ दोनाता भनेको पनि को नै हो, तर दारे र दोनातामा के छ त भन्दाखेरि दारे भनेको नर्मल भाषा भयो, को भनेर प्रयोग गरिन्छ, र दोनाता भनेको विनम्र के, पोलाइट फर्म है। त्यसपछि साई भनेको वर्ष, उमेर। नानसाई भनेको कति वर्ष, ओइकुचु भनेको कति वर्ष, तर विनम्र रूपमा भन्नुपर्दा हामीले ओइकुचुको प्रयोग गरिन्छ है। नानसाई देशका, ओइकुचु देशका भनेर सोधिन्छ नि हो, त्यसमा चाहिँ हामीले कसैलाई केही सोध्नु पर्यो भने आफूभन्दा ठुलो व्यक्तिलाई ओइकुचु देशका भनेर सोध्नु पर्यो कि। नानसाई भनेको आफूभन्दा सानो उमेरकालाई सोध्ने, आफूभन्दा ठुलो आफूले मान्नुपर्ने मान्छे छ भने के भन्नु पर्यो? ओइकुचु देशका भनेर सोध्नु पर्यो। त्यसै गरी हाई भनेको हो, हाई भनेको हो। इए भनेको होइन भनेको, यस ओर नो भने। सिचुरै देशका भनेको माफ गर्नु होला तर भनेको। जस्तै हामीले नेपालीमा भन्नुपर्दा काम गर्दै हुनुहुन्थ्यो कि मैले डिस्टर्ब गरेँ भने जस्तै के, एक्सक्युज मी बट भने जस्तै है। ओनामाइबा भनेको तपाईँको नाम के होला भनेर सोधेको। जस्तै वाट इज योर नेम भनेर हामीले इङ्ग्लिसमा सोधिन्छ नि हो, त्यस्तै है। ओनामाइबा भनेको तपाईँको नाम भनेर सोध्या। हाजिमे मासिते भनेको कस्तो भन्दा कुनै पनि व्यक्तिसँग पहिलोपटक भेट्दाखेरि गरिने अभिवादन है। हाजिमे मासिते, ओहायो गोजाइमास भनेर हामीले जस्तै गुड मर्निङ, गुड मर्निङ भनिन्छ नि हो, त्यस्तै के। अनि त्यसपछि दौजो योरोसिको ओनेगाइसिमास भनेको तपाईँसँग भेटेर खुसी लाग्यो, नाइस टु मिट यु भन्न खोज्या है।
भेटेर खुसी लाग्यो, भेटेकोमा आभारी छु भन्छ नि त्यस्तै। अनि अमेरिका भनेको अमेरिका है, इगिरिसु भनेको युके, इन्डो भनेको इन्डिया, इन्डोनेसिया भनेको इन्डोनेसिया, खानकोकु भनेको दक्षिण कोरिया है, दक्षिण कोरियालाई के भन्छ खानकोकु भन्छ। ताई भनेको थाइल्यान्ड, च्युगोकु भनेको चाइना अथवा चीन भन्छौँ नि हामीले है, दोइचु भनेको जर्मन, निहोन भनेको जापान, फुरान्चु भनेको फ्रान्स, बुराजिरो भनेको ब्राजिल। ल आजलाई यति नै, बाँकी नेक्स्ट च्याप्टरमा भेटौँला है।